हेलो, स्वागत छ सबैजनालाई र सबैजनालाई वेलकम मेरो नयाँ युट्युब च्यानलमा। आजको ब्लगमा चाहिँ हामी जाँदैछौँ गाउँतर्फ। तपाईहरु पछाडिको भिडियो पछाडिको दृश्य हेरेर तपाईले अनुभव गर्न सक्नुहुन्छ कि म गाउँतर्फ चाहिँ जाँदैछु। अहिले चाहिँ हामी जाँदैछौँ दाइको घरमा। हामी दाइको घरमा पानी सानी खाएर हामी जाँदैछौँ सिधै खेततर्फ, जसमा चाहिँ हामी आजको कामहरू गर्नेछौँ। आजको गाउँघरको काम कस्तो हुन्छ त्यो अनुभव हामी गर्नेछौँ, त्यो चाहिँ तपाईहरुलाई पनि देखाउनेछौँ। यो चाहिँ विशेष गरी गहते दाइको घरनेरको छेउनेरको भ्यू चाहिँ तपाईहरुलाई देखाइरहेका छौँ। यो चाहिँ गहते भन्ने ठाउँमा हो। हामीसँग चाहिँ एकजना दाइ हुनुहुन्छ, हाम्रो इस्माइल दाइ। अब चाहिँ हामी पानी सानी खाएर चाहिँ हामी घरबाट निस्किसकेका छौँ खेततर्फ। अब हामी तपाईहरुलाई खेतमा गएकै भिडियो यानि कि खेतमा पुगिसकेपछिको भिडियो तपाईहरुले देखाउनेछौँ। अहिलेलाई तपाईहरुले यो गाउँको नजारा चाहिँ तपाईहरुले हेर्नुस्। हामी यसै गरी खेततर्फ चाहिँ पुगिसकेका छौँ। हामीभन्दा पहिला चाहिँ यहाँ दाइको घरका व्यक्तिहरूले चाहिँ काम गर्दै हुनुहुन्छ। तपाईहरुले त्यहाँ हेर्दै हुनुहुन्छ, त्यहाँ चाहिँ 4 जना व्यक्ति हुनुहुन्छ। त्यसमा चाहिँ भाउजू हुनुहुन्छ, दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, त्यसपछि आन्टी पनि हुनुहुन्छ है। हामी चाहिँ अब जाँदैछौँ। जस्तो तपाईले यहाँ दृश्यहरू हेर्दै हुनुहुन्छ कसरी राखेको छ, त्यस्तै गरी बटुल्न चाहिँ हामी सबै जाँदैछौँ। यहाँ चाहिँ हामी भाउजूहरूलाई भेट्छौँ, सबैलाई अतिथि सत्कार गर्दछौँ र अब हामी पनि कामतर्फ जाँदछौँ। हामीले पनि काम गर्छौँ। अनि त्यसपछि गाउँको मेहनत अनि तपाईहरुलाई थाहा नै होला गाउँमा कति दुःख हुन्छ, कति कष्ट हुन्छ भन्ने कुराहरू तपाईले सबै कुराहरू चाहिँ अनुभव पनि गर्नुभएको छ र हामी देखाउनेछौँ हाम्रो गाउँतर्फ कस्तो हुँदछ भन्ने कुरा चाहिँ तपाईहरु सबै माझमा चाहिँ हामी देखाउनेछौँ। तपाईले भिडियो सुरुदेखि अन्तिमसम्म चाहिँ तपाईहरुले हेर्नु होला। यसमा चाहिँ मैले आफ्नो भिडियो गराएको छु, जसमा चाहिँ म पनि धान बटुल्दै पहिलोचोटि, यो चाहिँ मेरो गाउँमा गएर यसरी धान बटुल्नुको चाहिँ पहिलो अनुभव हो, जसमा चाहिँ म तपाईहरुलाई देखाउँदैछु कसरी चाहिँ धान बटुल्दछन्। र यहाँ चाहिँ दाइ हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले तपाईलाई अघि पनि भनिसकेँ। अनुभव चाहिँ एकदमै राम्रो हुँदो रहेछ भन्ने चाहिँ भन्न चाहन्छु। विशेष गरी दुःख चाहिँ धेरै हुँदछ, जसमा चाहिँ धान बटुल्दाखेरि अब मलाई नजानेको के गरेको थाहा भएन, तर चाहिँ धान बटुल्दाखेरि चाहिँ मेरो हातमा चाहिँ एकदमै माटो तल घसारेर चाहिँ माटोहरू चाहिँ इकट्ठा हुँदथ्यो, जसमा चाहिँ त्यसमा चाहिँ यहाँ एकदम हात दुख्ने कुराहरू चाहिँ अहिले त बढी नै हुँदथ्यो भन्ने म चाहन्छु। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो छोटी भाउजू यानि कि हाम्रो कान्छा दाइको बुढी। यहाँ चाहिँ हुन्छ जेठा दाइ, जसमा चाहिँ पर्नुहुन्छ हाम्रो जेठा दाइ। यसमा चाहिँ हामीले अब सबै कामहरू गरेर थाकिसकेका थियौँ। सबैजना अलिअलि काम बाँकी नै थियो, त्यही पनि हामी थाकेर एकछिन बस्यौँ, रेस्ट गऱ्यौँ, पानी सानी खायौँ। अनि रेस्ट गरिसकेपछि चाहिँ हामीले लगत्तै के गर्दछौँ, काम गर्दछौँ। उहाँ चाहिँ 4 जना, हामी चाहिँ 4 जना थियौँ, जसमा चाहिँ हाम्रो एकदमै भिडन्तर चाहिँ पढेको थियो भनेर चाहिँ भन्न चाहन्छु। भनेर चाहिँ नभनौँ, गाउँघरतर्फ यस्तै हो। 4 जना चाहिँ हामी लागेका थियौँ। 2 जनाले धान बटुल्ने र 2 जनाले चाहिँ मुठी पार्ने। अबको भिडियोमा चाहिँ हामी धान बोक्न गएका छौँ, जसमा चाहिँ अब पारेका पुलाहरू अब यानि कि बटुलेका धानहरूलाई मुठा पारेर चाहिँ हामीले राखेका थियौँ। ती धानहरूलाई चाहिँ हामीले अब बोक्नतर्फ जाँदैछौँ, जसमा चाहिँ हेर्दै हुनुहुन्छ कसरी चाहिँ बोक्छन् भन्ने कुरा चाहिँ नजिकैमा तपाईहरुलाई मैले भिडियोमा देखाउँदैछु। हाम्रो चाहिँ आशिष दाइले चाहिँ बोक्दै हुनुहुन्छ, एकदमै कुराहरू चाहिँ गर्दै हुनुहुन्छ, तर पनि मैले चाहिँ भोइस चाहिँ ब्याकग्राउन्ड साउन्ड यानि कि त्यतिखेरको भोइसलाई चाहिँ मैले हटाएर चाहिँ अहिले चाहिँ मैले के गरेको छु त भोइस एड गरेको कारण भोइस सुनिँदैन। र गाउँमा अब नजिकै चाहिँ कसरी धान बोक्ने कुरालाई चाहिँ मैले पनि सिकिरहेको अवस्थामा चाहिँ अनुभव गरिरहेको कुराहरू चाहिँ म तपाईहरुलाई देखाउँदैछु। यसरी चाहिँ नजिकै यानि कि नजिकै रोड भएको कारणले चाहिँ यसरी चाहिँ गराएर चाहिँ हामीले चाहिँ धान लगेका थियौँ यसरी बोकेर। दाइले जसरी बोकेको देखेको कारण चाहिँ मलाई पनि एकदमै जोस आएको कारणले मैले चाहिँ यसरी बानेर टक्क पारेर मैले पनि यसरी उठाएर चाहिँ बोकेको मैले भिडियो चाहिँ गराएँ है। एकदमै
गाह्रो भएको थियो। अब पछाडि अब घाँसहरू जाने अब त्यस्तै कुराहरू भइरहेको थियो, यानि कि धानहरू बटुल्दाखेरि त्यस्तै हुन्छ भन्ने कुरा चाहिँ मैले एकदमै राम्रो कुराहरू सिकेँ। अब हामीलाई चाहिँ विशेष गरी हामी चाहिँ सहरमा बस्दछौँ, जसमा चाहिँ गाउँको कुराहरू मलाई धेरै याद छैन। त्यस कारण चाहिँ मैले अब सहरको कुराहरूमा अब गाउँको कुराहरूमा धेरै भिन्नता हुन्छ। अनुभव गर्न चाहिँ म गाउँमा आएको थिएँ, एकदमै दुःख हुँदो रहेछ। हामीले सबै बोकिसकेर चाहिँ यसरी हामीले के गर्यौँ त, एकै ठाउँमा चाहिँ जम्मा गऱ्यौँ, जसमा चाहिँ भाउजू चाहिँ मिलाउँदै हुनुहुन्छ र हामी चाहिँ बोक्दै थियौँ र सबै कुराहरू सकेर चाहिँ हामी अर्कोपट्टि हामी जाँदछौँ, जसमा चाहिँ हाम्रो भाउजूहरू नास्ता खाँदै चाहिँ हामी हिँडिरहेका थियौँ। त्यसमा चाहिँ विशेष गरी यहाँ चाहिँ यहाँदेखि ट्र्याक्टर चाहिँ गइसकेको थियो, त्यसमा चाहिँ हामीले धान पेलाउँदछौँ। गएको कारण चाहिँ हामीले यहाँदेखि बोकेर अघिको ठाउँमा लानुपर्ने थियो र यहाँ चाहिँ एकदमै भन्दाखेरि पनि एकदमै ढाड पाठेर चाहिँ म एकदमै अर्कै भएको थिएँ क्या भनौँ होइन, जुन चाहिँ म तपाईँलाई भन्न सक्दिनँ। एकदमै लामो पनि छैन, ठिकैको छ। तर चाहिँ यसमा चाहिँ हाम्रो अरू सबैजनाले चाहिँ बोक्नुतर्फ जान्छन् र हामी भाउजू र म चाहिँ बटुलातर्फ र भाउजू चाहिँ मुठा पार्नेतर्फ जान्छौँ। एकदमै दुःख हुन्छ, ढाड दुख्ने अब धेरै कुराहरू हुन्छ। गाउँघरका मान्छेहरू कसरी काम गर्दो रहेछन् त्यो चाहिँ अनुभव गर्नु थियो मलाई, मैले राम्रैसँग अनुभव गरेँ है। यसमा चाहिँ हामीले धान मुठा नपारेर के गर्यौँ त, सुरुमा बोक्यौँ, तर पछि चाहिँ हामीले धान मुठा पार्यौँ। जसरी मैले खेर्दै गएँ, भाउजूले मुठा पार्दै जानुभयो, त्यसमा एकदमै सजिलो भयो। त्यहाँ धान पेलाउँदाखेरि पनि एकदमै सजिलो हुन्छ यस पाराले। अब चाहिँ हामी सबै धानहरू इकट्ठा गरेर बटुलेर सबै कुराहरू मुठा पारेर बोकेर चाहिँ हामी अन्तिम काम सकेर चाहिँ हामी फर्कँदछौँ धान पेलाउनतर्फ। यसमा चाहिँ तपाईँहरूले हेर्दै हुनुहुन्छ ट्र्याक्टर चाहिँ आइसकेको छ र अब चाहिँ पेलाउने कार्यक्रम, यानि कि धान एक ठाउँ भुस एक ठाउँ छुट्याउने कार्यक्रम चलिरहेको छ। तपाईँहरूले हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ 1 मिनटको कति रुपियाँ लाग्छ भन्दाखेरि मैले ठ्याक्कै बिर्सेँ है, तर 1 मिनटको चार्ज अनि त्यसकै लगत्तै चार्ज काट्छ। तपाईँले हेर्दै हुनुहुन्छ। अब पेलाउने कार्यक्रम चाहिँ सुरु हेर्दै हुनुहुन्छ। अन्तिमतर्फ चाहिँ हामी आइसक्यौँ। सबै कुरा काम सिद्धाएर म पनि गएको थिएँ, तर भिडियो चाहिँ बनाउनु पाइनँ। यसै गरी आजको भिडियोमा चाहिँ सकिन्छ र अर्को भिडियोमा चाहिँ हामी भेट्ने नै छौँ। तबसम्म हामीसँग युट्युब च्यानलमा जोडिन नभुल्नुहोस् र बच्चाको भुसहरू चाहिँ तपाईँ हेर्नुहुन्छ कत्रो ढेर लागेको छ। र यसै गरी अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई। तबसम्मको लागि